एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि साथीहरू, तपाईँहरूले थाहा पाइसक्नु भएको होला आज पनि मेरो ड्युटी अफ छ। अनि सो साथीहरू, त्यही भएर चाहिँ टाइम लस नगरिकन फ्री भएको बेला सो म भिडियो बनाउँछु भनेको थिएँ। सो त्यही भएर फेरि आज पनि आइसकेँ। अनि चाहिँ आज चाहिँ मलाई आजभन्दा पनि मलाई चाहिँ बसन्तपुर हैन यस्तो जानु मन लागिरहेको थियो क्या। पहिले गएको थियो कति वर्ष अगाडि, बट थाहा भएन मलाई हैन। अनि तर चाहिँ एकदम त्यहाँ गएर चाहिँ मलाई नेवारीको यामरी खानु मन लागिरहेको छ क्या। मलाई एकदम खानु त मन लागिरहेको साथी, चिसोले हैन, त्यही माथि चिसो प्लस राति मैले चटपटे खाइदिएँ क्या। अनि त्यही चटपटले गर्दाखेरि मेरो घाँटी डाउन भइरहेको छ हैन। त्यही हो, अब अघि उठिसकेको। आज जुन छुट्टीको दिनमा एकछिन सुत्छु भन्दा पनि टाइममै खुल्दो रहेछ क्या निन्द्रा। अनि साथीहरू, म चाहिँ अघि फ्रेस भइसकेँ, रुमहरू सबै क्लिन गरिसकेँ। एन्ड मैले चाहिँ ब्रेकफास्ट बनाएको छु, अमलेट एन्ड ब्रेड। अनि त्यसपछि यहाँ मसँग रहेको छ मेरो फेभरेट कफी। यो कफी खाएन भने त मेरो दिन त अँधेरो हुन्छ साथीहरू, अँधेरो। सो त्यही भएर चाहिँ यो चाहिँ मलाई एनी हाउ चाहियो क्या मलाई कफी। सो साथीहरू त्यस्तै हो। अनि अब म यो खाजाहरू खान्छु। अनि खाइसकेपछि चाहिँ बहिनी कुरेको छ, आज बहिनीको पनि अप्सन छ। सो त्यही भएर चाहिँ बहिनी पनि जान आँटेको छ क्या। त्यही भएर बहिनी त आफ्नो काम भ्याएर त्यहाँ वेट गर्छु भनेको छ। अब म यहाँदेखि चट्ट रेडी हुन्छु अनि म जान्छु, अब उता गएर भेट्नुपर्छ। सो गाइज, फाइनली आई एम रेडी। म चाहिँ रेडी भइसकेको छु। अनि मेरो आजको आउटफिट भनेको यही हो, ब्ल्याक पेन्ट छ, कालिची कलरको टी सर्ट छ। अनि साथीहरू, मेरो चाहिँ यो कहिले पनि यो मेरो कपाललाई चाहिँ मैले स्टाइल गर्न सकिनँ, किन भन्दाखेरि मेरो एकदम हेयर फल हुन्छ क्या एकदम। अब म अलिक दिनपछि सायद ट्याक्कुली हुन्छु होला साथीहरू है, यस्तो फल हुन्छ। किन भन्दाखेरि मैले सुनेको आइरनको कमीले गर्दाखेरि एकदम कपालहरू झर्ने हुन्छ अरे समथिङ, मैले सुनेको थिएँ, सायद त्यही होला क्या। यस्तो झर्यो साथीहरू, मलाई यस्तो टेन्सन लाग्छ हेर्नु न, झरीझरी यस्तो पातलो भइसक्यो यहाँ, यस्तो भइसक्यो साथीहरू, झरीझरी कपाल मेरो यस्तै हो साथीहरू बुढेसकाल लागेपछि। सो साथीहरू, अब त्यस्तै हो। त 11:30 पनि हुन आँटिसक्यो, बहिनी वेट गरेर बसिरहेको छ। अब चाहिँ म यहाँदेखि लाग्छु, त्यसपछि अब उता गएर भेट्नुपर्छ हामी। ओके साथीहरू, यो गाडीको मान्छे भन्ने यस्तो भयो साथीहरू। त मेरो चिया आइसक्यो। यहाँ बहिनीतिर बसेको पुरा मेरो साउन आएको छ कि छैन है, यहाँ पुगेर बसिरहेको। कतिखेर आउँछ आएन भने हिँडिसकेको, तर जाने बाटो थाहा होइन। त्यही पनि खै कहाँ रत्न पार्टी कहाँ जान्छ भन्छ खै, मलाई त केही थाहै छैन। एकछिन वेट गर्छु, आयो भने आयो, आएन भने एक्लै चलिदिन्छु म आज। त्यो गाडीको धङधङ्गी लगाइरहेको मात्रै, गाडी चढ्ने बानी छैन नि त। त्यही साथीहरू, बहिनी आएन, म यहाँ गाडी कुरेको, गाडी पनि आउँदैन त। कहाँदेखि चढ्ने कन्फ्युज भइसक्यो म, कहाँदेखि हिँड्दै आएको। चाहिँ गाडी चढ्ने भनेर कोटेश्वरदेखि हिँड्दै आइपुगेँ म यहाँ बानेश्वर पुग्न आँटिसक्यो। गाडी कहाँदेखि चढ्ने हो थाहै छैन, यति साह्रो सोध्नु त कोही पनि छैन होला हो यहाँ, कहाँदेखि गाडी चढ्ने हो त्यो साथीहरू। खराब भइसक्यो, एक्लै भुत जस्तो कुदिरहेको छु। अब यसै उपरदेखि गाडी पाउँछ होला सायद, यहाँदेखि चढ्छु म यसै। फेरि पनि म बागबजार आइसकेँ। अनि रत्न पार्क गरेँ यो ठाउँको नाम। बहिनी आउँदैछ अरे, फेरि कल गरेर आएको छ, बहिनी आउँछु भनिरहेको छ। मलाई यहाँ सु आइसक्यो क्या, सु। अब कतिखेर वेट गर्नु, भर्खर गाडी पनि चढेको छैन अरे बहिनी चाहिँ। मान्छेमा सु आएर मन आँटिसक्यो साथीहरू, कस्तो नानीहरू खेलिरहेको छ। म यहाँ अब बस्छु, के गर्नु साथीहरू। म वासरुम पनि गइसकेँ, म यस्तो सुहाएको थिएँ गएँ। अब यहाँ अब बहिनीलाई कुरेर बस्नु पऱ्यो, के खाने केही छैन, मैले खाने जस्तो घाँटी दुखिरहेको। त्यही पनि अब यतिकै त बस्नु भएन।
चाहिँ समोसा खाइदिएँ मैले। बाहिर निस्किसके आउँदैछ अरे। यस्तो गाडी 2 बज्यो साथीहरु, 2 बज्यो। 2 बज्सम्म पनि आउँदैन। 2 घण्टा पुराउने मान्छे यही हो है। कत्रो हामी चाहिँ कहाँ आयो? असन हो यो? सबै असन होइन र? हामी यहाँ कहाँ आइपुग्यो भने हामी अहिले उसमै बसन्तपुर एरियामै आइसक्यौँ। मैले यो मन्दिर कहाँ छ भनेर हिजै सर्च त गरेको थिएन, तर देखिरहेको थिएँ क्या। अनि यहाँ रहेछ फाइनली, आज आइयो परिवार। त उठ्दैन त ब्रो पहिला कति वर्षपछि आएको थियो कि पछि अरे कति वर्ष पहिला आएको थियो क्या यहाँ। साथीहरू म आइसकेँ बसन्तपुर। यहाँ बहिनी छ, कस्तो राम्रो रहेछ। यहाँ आउँछु भनेर सोचिरहेको थिएँ। फाइनली आज सायद यो लेसी अब हामी खानुपर्छ, एकदम भोक लागिरहेको छ मलाई। म बिहान ब्रेड खाएदेखि केही खाएकै छैन म। अब लेसी साथीहरू चाहिँ यो मटिका ट्रेस्टमा जाँदैछौँ। कति प्याक छ हो। यहाँ चाहिँ चिकन किमा नुडल यो बहिनीले खाने ठाउँमा आएको छ। कस्तो छ टेस्ट गरौँ। क्यामरा भइसक्यो 5,000 बिल्ला हाल्दाखेरि यो कपाल कस्तो भएको अच्छु बेलातिर रमाइलो हुन्छ क्या है। मोरन ड्युटी पहिला अच्छु कति सो आयो चिसो भयो। मैले गर्नु म पानी खान्छु पहिला। मिठो हावा लाग्यो है। तर यहीँ रहेछ कि एमरी। ओ यहीँ रहेछ कि हाम्रो आँखा छ हेर्नु न यहाँ। सबले चाहिँ अब हामी त्यहाँ जाने। अब आइसक्यो, एउटा मात्रै टेस्ट गर्नु पऱ्यो नि त। सुरुमा फर्स्ट टाइम आज टेस्ट हुँदैछ, सो त्यही भएर चाहिँ 1 पिस काट न काट के हुन्छ कि भित्र यो ऊ हो क्या, खुदो हो क्या भित्रको। खुदो मसलाहरू हालेर बनाएको हुन्छ खुदोलाई। खुदो भनेको चाहिँ के हो? खुदो भनेको थाहा छैन? उखुबाट बनाएको त्यो गुलियो न गुलियो चिज। गोल्ड पनि राम्रो हुन्छ। गोल्ड कस्तो गुलियो हुन्छ न थाहा थिएन मलाई। फर्स्ट टाइम थाहा पाएँ साथीहरू। यो गुलियो भएको छु म खान्छु तपाईँहरूको लागि। चिनी त हालेको होइन? खुदो हो क्या, उखुबाट बनाएको चिनी होइन। बाहिरको काँचो चामलको पिठो हो। मिठो छ। एउटा 100 रुपियाँ।
आइसक्यो साथीहरू। अब आमाले खानुपर्छ। टेस्ट नगर्ने तातो हुन्छ के यो सानो टेस्ट गर न खाने हो मिठो हुन्छ क्या फाइनली साथीहरू अब चाहिँ हामी जाँदैछौँ लाफिङ खान। मेरो यो कपाल के त्यो सुत्केरीले हुन्छ नि सुत्केरी के सुत्केरीमा त तेल उहाला हुन्छ नि त्यस्तै भइरहेछ मेरो चापचाप भइसक्यो अहिलेसम्म फ्रेस हुन मन पनि लागिरहेछ बेसी। अब हामी जान्छौँ कस्तो क्यामरै हलिसक्यो बहिनीले 1 रुपियाँ फर्स्ट टाइमै म त अहिलेसम्म यहाँ ट्राई गरेको छैन फर्स्ट टाइम कलर पैसा चेन्ज गरेर अब पानी झिक्छ बहिनीले साथीहरू लु छिटो छिटो झिका ओइ तर्स्यो पनि तर्स्यो कता अब कहाँ थाप्ने यहाँ आफै दिन्छ फेरि हाल्नुपर्ने अनि एउटा कफी एउटा पानी 1 ग्लास पानी आएन त नि ओहो ठ्याक्कै 1 ग्लास हुँदो रहेछ। हामी चाहिँ डाउनटाउन पिज्जामा आइसक्यौँ जो गो 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 मेरो पिज्जा कुरेको आधी घन्टा भन्दा पनि बेसी हुन आँटिसक्यो थाहा छैन कतिखेर निस्किने हो। पहिला यहाँ आएको थियो क्या मेरो साथी थियो सो त्यतिखेर आएको त्यही भएर आएको हो। अहिले त सबै चेन्ज भइसकेको छ यहाँ त खै अर्डर हेरौँ कति बजी आइपुग्दो रहेछ साथीहरू यहाँ लास्ट स्लो अर्डर निदाको साथीहरू अब आउँदैन पिज्जा सिज्जा गोली मार म सुतेको अब बहिनी उठाउ ल फाइनली आयो आधी घन्टा पछि सो लेट अर्डर गर्ने यहाँ त आए पनि अब खाएको ल आलु टिक्की बर्गर म कहाँ थियो यहाँ ल्याएको थिएँ होइन खाने भनेर ये सब तो फुल ट्राई गर्छ नि मात्र पिज्जा पनि बर्गर पनि मिठो तर
एकदम लेट आयो क्या साथीहरू। सो अब चाहिँ ढिलो नगरिकन रुम जानु पर्यो, बिजोक भइएको छ है साथी। सो अहिलेसम्म वाच गरिदिनु भयो, थ्याङ्क यू सो मच। एन्ड सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजलाई मेरो यो ब्लग यहीँ सकाउँछु। बाई बाई।